जहिले पनि मैले मात्रै घाँस काट्नु पर्ने। म बुढी मान्छेलाई के गर्नु है, मेरो यहाँ यस्तो ढाड दुखेको छ, कस्तो काम गराउनु पर्यो क्या मैले मात्रै। जतिखेर नि मेरो घरको महारानी होइन, त्यहाँ महारानी मेरो अब त अति नै भयो क्या तिमीले तिमीले मलाई अति भयो। अब चाहिँ मलाई रिस उठ्यो क्या। अब तिमीलाई म के गर्छु भने अब मैले ओइ नकचरी के गरेर बसेको, काम गर्नु पर्दैन? यत्रो दिदीहरूले सबैले काम गरेको छ अनि तिमी के हो? अनि मैले यस्तो म बुढी मान्छे ढाडदेखि मान्छे काम गरेको छ, तिमी काम गर्नु पर्दैन? लु यहाँ हँसियाले तिमी काम त गरिरहेको छु त। अनि त्यसो भनेर हुन्छ? तिमीले काम गरेर मैले देखेकै छैन। तिमी काम ठक बुहारी हो। यहाँ यो हँसिया लाउन अनि त्यसपछि त्यहाँ घाँस काटेर मलाई देखाउने त्यहाँ। लु कस्तो काट्दो रहेछ यो महारानीले। आज गर्दा पनि देख्नु हुँदैन, कस्तो चाहिँ हुनुहुँदो रहेछ। म कसरी मैले त्यत्रो काटेको चाहिँ देख्नु हुँदैन, के गर्नु, काट्नु पर्यो अब। तिमीले काम गरी खाँदैन हेर। तिमी यस्तो हो तिम्रो काट्ने पारो? अनि यसो त काटिरहेको छु। तिम्रो बाबुआमाले सिकाएन? तिम्रो संस्कार भनेको कि कसरी घाँस काट्नुपर्छ भने सिकाएन तिम्रो बाबुआमाले? कस्तो खाले हो तिमी? यसरी काट्नु हो हेर। तिमीले यस्तो गरेर काट्छौ, टक्क यस्तो फास गरेर काट्ने हो कि? तिमीले गरेर काटेर हुन्छ? लु हेर यस्तो गरेर काट्ने हो। यहाँ हामी जस्तो हुनुपर्छ यसरी। यहाँ हेर यहाँ यसरी काट्नुपर्छ क्या। कति मजाले काट्यो मैले। तिमी काम गरेर खाँदैनौ जाऊ मेरो घरबाट निस्क। आजदेखि तिमीले म खाजा पनि दिन्न, के पनि गर्दिनँ। जाऊ तिमी आजदेखि मेरो बुहारी नै होइन। जाऊ आज त मैले जे गरेर देख्नु हुँदैन, मैले गर्दा पनि हुँदैन, नगर्दा पनि हुँदैन। भयो अबदेखि तिमीले मेरो घरमा अब अनुहारले देखाउनु पर्दैन। अब आजदेखि तिमीले म खाजा खाना के पनि दिँदैन। आजदेखि मेरो बुहारी पनि, आजदेखि तिमी मेरो घरबाट निस्किजाऊ। मेरो मेहनतको मूल्य कसैले बुझेन, यस्तै रहेछ बुहारीको धर। हेलो मम्मी, मलाई त आज घरमा बस्नु नै दिएन, खाली गर्नु मात्रै हुन्छ। आउनु है छिटो, मलाई गाह्रो भयो। खोइ एक्लै चाहिँ फोन आयो, जानु पर्यो म त। के भयो पनि गरेर जानु पर्यो म त। के गर्ने, खोइ के गरे अब छोरीलाई यिनीहरूले। छोरीले फोन गर्नु पर्यो अब के गर्नु। आज फोन आएछ, किन फोन गर्नुभएछ मम्मीले? यो कान्छी बहिनी बोलाछ, आउनु हामी त जानु पर्यो। ल मम्मी म आउँछु। जाऊँ हामी छोटो छोरी, हामी के भएको नि जानु पर्यो। नमस्ते सम्झिनेछु। नमस्ते सम्झिनेछु। अनि धेरै वर्षपछि पाल्नु भयो त हाम्रो घरमा? खोइ छोरीलाई के गरेको नि, हामी त आएको नि सम्झाउनलाई यसो। आउनुहोस् बस्नुहोस् सम्झिनेज्यू। होइन हजुर नै होइन बस्नु म त भिन्नै बस्छु यो सिँढीमा बस्नु। अब बुहारीलाई मिलेर बस्नु। चिसो खानुहोस् न, खाएर सम्झिन्छ। हामीले सल्लाह गर्न आयो, बुहारीलाई त यसो गर्नु नहुने, हामी त आइहाल्यो, मिलाएर यसरी गर्नुपर्ने। त्यस्तो गर्नु नहुने। बस्नु पर्यो, त्यस्तो होला गर्नु हुँदैन। बुहारीलाई सासू बुहारी मिलेर बस्नुपर्छ। हो नि, अहिलेको जमाना मिलेर बस्नुपर्छ नि। मिल्ने कि नमिल्ने अब सल्लाह गर्ने बुहारीसँग। बहिनीलाई यस्तो गर्नुपर्छ, त्यस्तो नगर्नु, मिलेर बस्नु। हस् हुन्छ। तपाईँ त अब उहाँको दिदी हो ल, ठिकै छ नि त। तपाईँको बहिनी पनि त फेरि तपाईँको बहिनी पनि भनेको जस्तो काम गर्दैन। तपाईँहरूले के सिकाउनु भएको छैन कि के हो? त्यस्तो होइन नि, सिकाउनुपर्छ। नजानेको कुरा काम हो, बिस्तारै सिक्दै गर्छ उसले सिकायो भने। हुन्छ म अबदेखि तपाईँको बहिनीलाई त्यस्तो गर्दिनँ। राम्रै छोरी जस्तो यो गर्छु। तपाईँहरू आइदिनु भयो र तपाईँ आइदिनु भएर मलाई मेरो आँखा खोलिदिनु भयो। अबदेखि म तपाईँको बहिनीलाई त्यस्तो गर्दिनँ है। ल हेर्नु सम्झिन्छु, अबदेखि त्यस्तो नगर्नु होला।
राम्रोसित उ गर्नु होला, सम्झिन्छु। यस्तै हो, मिल्नु पऱ्यो नि। हस् हस् हुन्छ हजुरहरू आइदिनु भयो र तपाईँले मलाई आँखा खोलिदिनु भयो। म त लास्टै नबुझ्ने मेरो बुहारीको है, अनि बुहारी त राम्रै छ नि, तर म चाहिँ नराम्रो क्या। मैले बुहारीलाई त्यस्तो नराम्रो गल्ती नराम्रो व्यवहार गरेँ, त्यसको लागि माफी हात जोडेर चाहिँ 10 हात जोडेर चाहिँ म तपाईँलाई माफी माग्न चाहन्छु। अबदेखि म तपाईँको छोरीलाई कहिले पनि त्यस्तो व्यवहार गर्दिनँ। म छोरी जस्तै गरेर व्यवहार देखाउनेछु र गर्ने पनि छु है। हस् त ल। अहिले समाजमा यस्तो घटना घटिरहेको भिडियो चाहिँ हामीले बनाएका छौँ। सो तपाईँहरूलाई कस्तो लाग्छ होइन, यो भिडियो चाहिँ हामीले किन बनाएको छ भने हाम्रो भिडियोबारे चाहिँ के सन्देश दिन खोजेको हो भने चाहिँ कतिपय सासूहरूले चाहिँ बुहारीलाई अत्याचार अब भनौँ न अब धेरै नै उ गरेको हुन्छ नि त। अब कति दुःखहरू अब जति दुःख गरे पनि दुःख गरेको नदेख्ने सासूहरू हुन्छ नि त, उहाँहरूले चाहिँ त्यसो नगरिदिनुहोस् होइन, बुहारीको कुराहरू पनि बुझिदिनुहोस् भनेर चाहिँ हामीले यो भिडियोमा अब पछि आएर होइन बुहारीलाई चाहिँ आफ्नो छोरी जस्तै गरेर, छोरी सम्मान छोरी जस्तै गरेर चाहिँ राख्नु होला घरमा भनेर चाहिँ हामीले सन्देश दिन खोजेका छौँ। हस् धन्यवाद। पर्यो भने हामीलाई कमेन्ट गरिदिनु होला। बाई बाई सबैजनालाई।